लगायत स्वागत छ हजुरको नयाँ ब्लगमा। आज हामी जाँदैछौँ कहाँ जाँदैछौँ भन्नु? आज हामी चाहिँ फर्स्ट एक्सपिरियन्स गर्नको लागि हामी समुद्रतिर जाँदैछौँ। समुद्रमा नि पौडी खेल्न जाने हो। अब हामी सार्क मार्छौँ वहाँ गएर। ल हामी गुन्सान भन्ने ठाउँमा आएको छौँ है। फेरि भन्नु त्यो एरियाको बारेमा कस्तो छ? यो एरिया एकदम राम्रो हिसाबले चाहिने पसल यहीँ छ। सिउ माथि, सिउ त होइन, सिउको माथि इम्पोर्टेन्ट छ भन्दै थियो। सिउको माथि के इम्पोर्टेन्ट देखाउन सक्छु म हजुरलाई? के हो यो? के हो यो? भन्नु त भन्नु। यो खै यो मलाई थाहा भएन, नाम त नलिरौँ। मनपर्छ मात्रै भन्दै थियो, मलाई पनि थाहा छ। यहाँ चाहिँ चटपटे खाने ठाउँ रहेछ अरे माथि। चटपटे पाइन्छ अरे। हामी चाहिँ यति जानु जाँदैछौँ। चटपटेको फोटो देखाउ त। एकजना आनन्द अनि के तिनजना सौरभ, हेमन्त भाइ, दाई, खेरोङ, म अनि मन्दिप। अनि केटाहरूको बस कार्डमा ब्यालेन्स छैन, तर ब्यालेन्स भर्न जाँदैछन् केटाहरू। ल भित्रबाट भिडियो गर्छ है त। सीभित्र चाहिँ यस्तो यस्तो सामान हुन्छ, हेर्न सकिन्छ। सबै यस्तो जुस सबै हुन्छ यहाँ। र म बाहिर निस्केँ है त। कहाँ जाने भर्खरै बस स्टपमा आएको छौँ। हिँड्नु चाहिँ अनि बस स्टप यहीँ आउने बस। हामी चाहिँ गाडीमा नि 3टा जोन गाडीमा नि हुन्छ, तर गाडी चाँडो आउँछ। टाढो वेटिङमा खाने। यो चाहिँ बर्थडे हो आज, पार्टी आउँछ नरे आज। के डिस्कसन भयो? यहाँ चाहिँ कार्डमा कति ब्यालेन्स हेरिरहन् केटाहरूले। अहिले बस फेरि भिडियो गर्छु है त। कहाँ जाने भर्खरै गाडीबाट झऱ्यौँ। कति नम्बर गाडीबाट झऱ्यौँ अरे? 60 नम्बरबाट गाडी झऱ्यौँ हो। अब चाहिँ अब नयाँ गाडीमा चढ्नुपर्छ। नयाँ गाडी चढेर जानुपर्छ। हरियो बलो जाउँ। यो चाहिँ नयाँ युनिभर्सिटी हो। हामी चाहिँ धेरै टाढा आएको छौँ, हेर्न सकिन्छ। हामी चाहिँ पौडी खेल्नु भनेर यता कता कता आइएको छ। यो चाहिँ नयाँ युनिभर्सिटी। म चाहिँ फुटबल खेलिरहेको छ, हेर्न सकिन्छ। सिङ्गल फिल्म भन्दै थियो। ल अब चाहिँ म अर्को गाडीमा भिडियो गर्छु त। अहिले हामी ठ्याक्कै एउटा युनिभर्सिटी ग्राउन्डमा आएको छौँ, हेर्न सकिन्छ है। यो चाहिँ एउटा युनिभर्सिटी ग्राउन्ड हो। यहाँ चाहिँ केटाहरूले लङ जम्प हान्ने भन्यो नि। हान्दै लङ जम्प हान्दै एउटा ल ठ्याक्क यहाँ अब लङ जम्प हान्ने अरे। ल हान्दै ल। ल मन्दिर तिमीले हान्दै एउटा। झाँद्रे तारिफ तिमीले जाऊ त हान्देऊ न हान्देऊ। ल अहिलेको म फेरि भिडियो गर्छु। गाइज हामी ठ्याक्कै आफ्नो डेस्टिनेसनमा आइयो, हेर्न सक्नुहुन्छ। बिच यहाँ चाहिँ अलि त्यस्तो गहिरो छैन। अलि उता गहिरो हुनाले नि मान्छे अलि बेसी छैन नि। उतातिर जानुपर्छ नुहाउनलाई। यहाँ चाहिँ अलिअलि नुहान। अहिले चाहिँ हामी पानी छुन जान्छौँ। अलिकतिमा नुहाउन जाने है। ल यता पनि एक्साइटेड छन्, धेरै नै एक्साइटेड। फर्स्ट हो नि त। यहाँ नचिप्ले हुन्थ्यो गएर गाइज। ओहो ल समुद्रको पानी पनि छ यो आज आएर। ल चाहनु चिसो पानी खाएर अलि उतानिर छ। अलि मान्छे धेरै छन्, बेसी छन्। केटी छन् गाइज नजिकै। यहीँ खेल्यो नि भयो। ल गाइज हामी पौडी खेल्दा भिडियो गर्छु नि फेरि। ल गाइज हामी चाहिँ अब पौडी खेल्न थाल्यौँ। गहिरो चिसो पानी छ गाइज। ओहो हेर्नु सक्नुहुन्छ केटाहरू। ओहो कति चिसो पानी हो। नर न आनन्द
ल दाइ एकैछिन राखेन हामी पौडी खेल्न एकैछिन गाइस म तपाईँलाई अब म समुद्रको भित्र लैजान्छु है त गाइस ल ल पौडी खेल्न सिकाउनु बाबु यही त हो सिक्ने समय अहिले त गहिरो छैन हौ त छन् यतिकै ज्यान छोड्दे हल्का हल्का हेर दाइले ल गाइस हेर्न सक्नुहुन्छ केटाहरू रेडी पैसा छ म डुबिसकेको छु हेर्न सक्नुहुन्छ म डुबे गाइस नन्दु जस्तो भयो भने हात खुट्टा चाल गहिरो छैन यहाँसम्म त के हुँदैन गाइस मेरो भिडियो गर न म खेल्नु अर्को झोला अर्को हट्यो झोलामा हेर त ठुलो झोलामा ठुलो चेनमै छ आज हम है गराई पे आज लास्ट गइरह गाइस प्रदीप परिला पठाउन न समित पटुमा गइरो यार ओ खुट्टाले छोएन ओए समित गाई ओए माटु गाइस हामीले एक साइड चाहिँ पौडी खेल्न सक्यो यहाँ चाहिँ भन्ने माछा मर्यो केटा ल हामी एक साइड पौडी खेल्न सक्यो र अब हामी अर्को साइड लाग्दैछौँ केटाहरू त्यहाँ जलपारा भने हन् मन्दिर चाहिँ उता फोटो खिच्दियो अन्त यस्तो छ वातावरण हेर्न सक्नुहुन्छ है अब हामी चाहिँ त अलि मान्छे धेरै भएको ठाउँतिर पौडी खेल्न जाने निर्णय गरेको छौँ हेर्न सक्नुहुन्छ गाइस हाम्रो चाहिँ दाइ अगाडि बढेका छन् सामान बोक्ने भाइ अगाडि बढेछन् म चाहिँ भिडियो गराउँदै हिँड्छु नयाँ भिडियो गराउँदै यता त अलिक गएर रहेछ क्या आनन्द यार याचिम ल म अलि नयाँ ठाउँ गएपछि भिडियो गर्छु है त ल अहिले हामी चाहिँ भिडभाड भएको एरियातिर आएको छौँ अनि यता यस्तो अलि भिडभाड भएको एरिया रहेछ यहाँ चाहिँ केटाले पुसअप हान्दो जाऊँ न पुसअपै पुलअप आइल्यान्ड जाऊँ न यहाँ चाहिँ अहिले केटाहरू अलि यहाँ थाकेको छन् धेरै पौडी खेलेर यहाँ चाहिँ अलि मजाको रहेछ उहाँ चाहिँ जिप लाइन रहेछ उहाँ पट्टिबाट यहाँसम्म जिप लाइन छ त्यहाँदेखि त्यहाँ रहेछ जाने यार त्यहाँदेखि त्यहाँ छ नि त अनि कति लाग्छ प्राइस जिप लाइन त उताबाट त्यहाँ रहेछ सालो उहाँ जाऊँ न उहाँ अब अगाडिसम्म पुगौँ क्या म अगाडिसम्म पुगौँ ल अगाडि गएपछि फेरि म भिडियो गर्छु त्यसलाई गएपछि यत्रो ढुङ्गा भएको त घर बनाउने गाइस यहाँ चाहिँ अहिले कोरियन चाहिँ अलि पौडी खेलिरहेछ नि यहाँ ग्रुपमा हेर्न सक्नुहुन्छ ओए हाई भन्दै प्रदीप तिम्रो लागि म स्पेसल भिडियो गराएको छु है हेर है तिमीलाई भन्नु मैले स्पेसल भिडियो गराएको है स्पेसल सालो म हेर्न सक्नुहुन्छ यस्तो सुविधा छ यहाँ यदि तपाईँ आउनु चाहनुहुन्छ भने कुन ठाउँमा मैले कमेन्टमा गरेँ के अरे थम्बनेलमा राखिहाल्छु नि कुन ठाउँ भनेर यस्तो हुन्छ यहाँ चाहिँ कोरियनहरू खेल्दैछन् पौडी अब हामी चाहिँ यहाँ अब ठ्याक्कै एकैछिन पौडी खेल्छौँ यहाँ अनि यहाँ चाहिँ अलि भिडियो सुट हुँदै है तिमीलाई स्पेसल भिडियो गराएको क्या प्रदीप है स्पेसल भिडियो प्रदीप हेरेँ ल अहिले फेरि म एकैछिन भिडियो गर्छु अलिक
गाइज हाम्रो ठ्याक्कै पौडी खेलेर सम्पन्न भएको छ ल हजुर के कस्तो लाग्यो दाइ आज पौडी खेलेर 6 बजिसक्यो अनि दाइ किन तिन भएर आजको पौडी खेल्ने कस्तो भयो भनेको अनुभव दामी दामी हो एकदमै रमाइलो हाम्रो अनुभव कस्तो भयो भाइ त्यस्तो हाम्रो? कहिले आएको छैन कि हाम्रो हाम्रो एकदम बवाल भयो उता सिप डुबिरहेको हामी उत्रिन आज ल उहाँसिम सिप छ डुब्न थाल्यो र आज यस्तो डेन्जर मजा आयो यस्तो त स्विमिङ पुल खेल्दा नि मजा आउँथेन दाएर नि खुसी भएन अनुभव गर्न पाइयो नेपालमा सोध्छन् कोरियामा के हो आडिस त हामीले भन्छौँ कोरियामा समुद्रमा पौडी खेलेर उखाडियो भन्ने त्यति हो भन्ने हामीले अरू त के भन्न सकिन्न पैसा त के कमाउन सक्यो होइन यहाँ चाहिँ अगाडि यस्तो दाम झु छ जे होस् पौडी खेलेर चाहिँ मजा आयो यहाँ छ हल्का यस्तो केटाकेटीले खेल्ने स्विमिङ पुल जस्तो टाइप रहेछ हेर्न सक्नुहुन्छ ऊ त्यो टावर छ नि त्यो टावर चाहिँ जिपलाइन हुनेछ योपालि चाहिँ हामी जिपलाइन गर्दैन अब अर्कोचोटि काम सकिन्छ नि सकेर भएपछि जिपलाइन गर्ने विचार छ हो यहाँ जिपलाइन यो जिपलाइन ल यो जिपलाइन हामीले अब अर्कोचोटि गर्छौँ होला अर्को लटमा गाडी चाहिँ हामी ठ्याक्क अहिले बस्ती झरेर आफ्नो रुमतिर आएको छ अनि आजको एक्सपिरियन्स कस्तो भयो हाम्रो मन्दिर आजको एक्सपिरियन्स बवालै भयो तर अलि चाहिँ म राम्रोसँग इन्जोय गर्न पाइएन अनि किनभने मैले लुगै लगेन क्या फेर्नको लागि मलाई त लगेको थियो एउटा बहुत स्याड रिग्रेट लागिरहेको मलाई त लगेको थियो चिसै लुगा लगाएर आफू दुईवटा केटाहरूले झन् लगाएको थियो त्यहाँ त बाहिर बसेर हेरेको थिएँ हामी चाहिँ आनन्दले खेल्यो तर भित्रदेखि त म चिसै लुगा लगाएर आएको अब भर्खर घर चेन्ज गर्नुपर्ने हुन्छ यहाँ चाहिँ अब मेरो भोलि बर्थडे भनेको छैन अब केक किन्दैछ भने पार्टी खुवाउने कि पार्टी खुवाउने भने मैले दिमागमा कन्ठ गर्यो केक किन्दैछ भने पार्टी खुवाउँछु के अरे नखुवाउनु उहाँले खनि केटाहरू खै के सरप्राइज गर्ने भने कुनै एकैछिन पछि भेट्नुपर्छ है हाम्रो ल गाइस भर्खर हामीलाई सपिङ गरेर भ्याएको छ यहाँ के सपिङ भयो बिस्कुट को हो कमाउनु भएको जम्मा 8,000को सपिङ भएको छ थ्याङ्क यू सुमन 3,000 दिएकोमा के भन्दैन सुमनको लागि थ्याङ्क यू लभली है लभली तिमीले थ्याङ्क यू भन्दै सुमन तिमीले थ्याङ्क यू भन्दै तिमीले थ्याङ्क यू भन्दै ह्यापी बर्थडे सुमन तिमीले थ्याङ्क यू भन थ्याङ्क यू द ह्यापी बर्थडे ल अहिले तँलाई सम्झिँदै खाएको बेला है ल ल अहिले सक्नु गाइस हाम्रो स्पेसल आज हाम्रो मेन सेफ पोखरादेखि मगाएको यता हेर्नुहोस् मेन सेफ हो यहाँ चाहिँ अलिक बाँकी यता यता स्पेसल के छ फ्रिजमा सानोतिनो हल्का कोकहरू रहेछ यता जुसहरू रहेछ ताले फ्रुटी रहेछ यति हो रहन्छ सेफ फेरि लास्टै लजालु सेफ ल हेर्न सक्नुहुन्छ हाम्रो एक लट बनिसकेको छ एकै भन्यो अर्को लट यहाँ बन्दैछ सेफ चाहिँ हामीले पाएकै हो डेन्जर यहाँ अर्को लट तयारीमा छ देखाउनु नै मैले तिमीलाई यसको हो यो चाहिँ हो यसको लागि अरे दाइहरूलाई खाने अरे हो ल दाइहरूले खाएको बेला देखाउँछु नि त ल ल गाइस होइन यहाँ चाहिँ धेरैले जुस जुस हो मेरो मेरो जुस खै मेरो जुस हाल्दैन सबैले जुस खाम यो चाहिँ सुअपको लागि मात्र हो यहाँ कोरियामा चाहिँ अलि यो देखाएर सुअप गर्छन् अरे त्यो सुअप गर्न राखेको कसको बर्थडे हो आज चाहिँ बर्थडे पार्टी 3 जनाको तर्फबाट जुसै हाम्रो सबैको जुसै होइन यो चाहिँ यो त गर्नु के कोरियामा चाहिँ चलन छ अरे के सोझी राख्ने बिचमा यो सोझो खोलेको छैन हेर्दा हुन्छ सबले है यति हामी चाहिँ ल आज मेरो बर्थडे हो अरे केटाहरूले सरप्राइज दिएको छ नि सबैजना मान्छे त छ है म चाहिँ छक्कै परेँ यहाँ सरप्राइज दिने मान्छे यी सबै हो मसित सरप्राइज भयो यार आज त यार हो र मन डेन्जर सरप्राइज भयो के हो म त हट्दै आउँछु क्या भाइको पुरानो मलाई चाहिँ लाग्यो लास्टमा सरप्राइज है जे भयो भने है
है केक पाएन भन्नु अहिले केक किनेर ल्यायो होइन ठिक छ होइन म त सरप्राइज भयो के हो यस्तो राखिदिनु मेरो बर्थडे भाइ चिज हैन सक्यो नि हैन ल यही हुने न बर्थडे हैन यति भाइ भयो 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 ले आऊ मेरो कुरा मेरो बर्थडे भाइ है ल है साथी आज मेरो बर्थडे थियो केटाहरूले चाहिँ अहिले क्रिमै धेरै डालिदियो है अलिक गाह्रो पऱ्यो मलाई ह्यापी बर्थडे फेरि यही हो दोस्रो डे केटा है अहिलेको क्लिप भएन होइन त्यही भएर मैले मेरो खानु केको दलले गयो है खानु दलले भन्दा यसरी होइन यस्तै दलले हो कि मैले मेरो यो भनेको मेरो आफ्नै एकदम मिल्ने साथी होइन यो भनेको एकदम मेरो मिल्ने साथी होइन त्यो यता मैले यति दल यसै अलिक धेरै भयो यस्तो गाइड मेरो पानी ढेर्नुसँग यस्तो भयो ल गाइड म यो भ्लग चाहिँ एन्डिङ गर्नु चाहे ल अबको हाम्रो ब्लग सकियो छेची ल म अर्को भ्लग भेटौँ है लगाइछु हस्त धन्यवाद